अब यो क्यान्सरको उपचारमा हामीले अझैसम्म सुनेको भनेको चाहिँ अपरेसन होइन, रेडिएसन, अनि त्यसपछि किमोथेरापी, इम्युनोथेरापी हो भने चाहिँ यो कार्टिसेल थेरापी भनेको चाहिँ यो क्यान्सरकोमा चाहिँ एकदमै नयाँ प्रविधिबाट क्यान्सरमा उपचार गर्ने एक खालको प्रविधि हो। यो हुन त इम्युनोथेरापीकै पार्ट हो होइन, तर यसमा चाहिँ हामीले स्पेसिफिक बिरामीकै लागि बनाएको इम्युनोथेरापीहरू हुन्छ। यो चाहिँ यसमा मेनली के हुन्छ भने हामीले जो क्यान्सरको बिरामी छ उसको ब्लड निकाल्छौँ अनि त्यसमा उसको एक खालको इम्युनोथेरापी हुन्छ टी-सेल भन्ने, त्यसलाई इन्हान्स गर्छौँ र फेरि त्यो बिरामीलाई त्यही नै हामी फेरि दिन्छौँ र त्यसले चाहिँ क्यान्सर सेललाई मार्नलाई हेल्प गर्छ। अहिलेसम्म चाहिँ यो एकदमै राम्रो यसको रिजल्ट चाहिँ ब्लड क्यान्सरमा, मेनली ब्लड क्यान्सरमा एक खालको बी-सेल लिम्फोमा भन्ने हुन्छ र एउटा चाहिँ एक्युट लिम्फोमा ल्युकेमिया, एक्युट बी-सेल ल्युकेमिया र बी-सेल लिम्फोमामा चाहिँ यसको एकदमै राम्रो रिजल्ट छ। अहिलेको अवस्थामा चाहिँ यो फर्स्ट लाइन भन्दा पनि अब लिम्फोमामा चाहिँ सेकेन्ड लाइनमा युज हुन्छ भनेको एउटा ट्रिटमेन्ट गरिसकेपछि फेरि फर्केर आएको रिल्याप्स अर रिफ्र्याक्ट्री लिम्फोमा भन्छ, अथवा अहिले हामीले युज गर्ने युजली भनेको किमोथेरापीहरू हो। त्यसले निको नभएको या त्यसबाट निको भएर फेरि फर्केर आएकोमा चाहिँ यसको एकदमै राम्रो छ ल्युकेमिया र लिम्फोमामा। अहिलेको अवस्थामा चाहिँ यसको त्यही एक्चुअली बिमारी फर्किसकेपछि हामीले गर्ने हुन्छ। अब यसको प्रविधि कस्तो हुन्छ भने हामीले बिरामीको ब्लड निकाल्छौँ अनि त्यसलाई चाहिँ हामी जेनेटिक इन्जिनियरिङ गर्नु पऱ्यो। त्यो टाइम भनेको 3 हप्ता जस्तो लाग्छ होइन। त्यो बिचमा हामीले उसलाई बिरामीलाई किमो पनि दिन्छौँ र त्यो 3 हप्तापछि जब त्यो जेनेटिक इन्जिनियर टी-सेल आउँछ अनि फेरि हामी बिमारीलाई दिन्छौँ होइन। युजली ब्लड निकाल्यो अनि त्यसपछि बिमारी घर जान्छ अनि जब हामीले इन्फ्युज गर्ने बेला हुन्छ त्यति बेला चाहिँ फेरि बिमारी भर्ना हुन्छ र यो दिइसकेपछि बिमारीमा इन्फेक्सनहरू हुने चान्सेस एकदमै हाई हुन्छ र त्यसपछि चाहिँ दिइसकेपछि युजली हामी 10 देखि 14 दिन चाहिँ एडमिट गरेर राख्छौँ। थेरापी गर्नुभन्दा अगाडिको सावधानी भन्नाले अब त्यो त हामीले राइट पेसेन्ट चुज गर्छौँ होइन। अब त्यस्तो अब थेरापी दिइसकेपछि चाहिँ मेन 10 देखि 14 दिन हो एकदमै इन्फेक्सन हाई चान्स हुने, त्यसमा चाहिँ हामी एकदमै आइसोलेटेड वार्डमै राख्छौँ होइन। त्यसको लागि हामीले एकदम स्पेसल्ली डिजाइन वार्डहरू बनाएको छौँ, त्यही नै राख्छौँ। तर एक्चुअली त्यहाँबाट निस्किसकेपछि चाहिँ त्यति धेरै सावधानी अप्नाउनु पर्ने हुँदैन, आफ्नै घरमा गएर बस्न सकिन्छ। अब यो इम्युनोथेरापीमा हरेक ट्रिटमेन्टमा आफ्नो साइड इफेक्ट भए जस्तै यसमा पनि आफ्नो साइड इफेक्ट हुन्छ होइन। यसमा हुने मेनली साइड इफेक्ट भनेको चाहिँ एउटा ब्रेन सम्बन्धी आइक्यान्स भन्ने हुन्छ र अर्को चाहिँ फोक्सो सम्बन्धी हुन्छ होइन, CRS भन्ने हुन्छ। तर यो पनि प्रविधि पनि एकदमै निखारिएर आएको छ। यो सुरु भएको धेरै वर्ष त भएको छैन, तर प्रविधि निखारिएर आएको छ। आजकलको न्यू जेनेरेसन कार्टीमा चाहिँ यो साइड इफेक्टहरू एकदमै कम हुन्छ, तर त्यो साइड इफेक्टहरू सुरुमै पत्ता लगाएर त्यसको लागि उपचारको लागि चाहिने चिजहरू पनि हामी सबै रेडिली एभाइलेबल छौँ। साइड इफेक्ट नहुने भन्ने त होइन, सबै उपचारमा साइड इफेक्ट हुन्छ, यसमा पनि साइड इफेक्ट हुन्छ, तर त्यसको लागि हामी रेडी छौँ। युजली यसको साइड इफेक्ट चाहिँ सुरुको 2 हप्तामै हुन्छ, त्यसमा भएन भने चाहिँ दीर्घकालीन साइड इफेक्ट भन्ने चाहिँ खासै धेरै देखेको छैन। यस्तो छ संसारमा, इभन विदेशमा पनि यो एकदमै लिमिटेड ठाउँमा छ होइन। अहिले हेर्ने हो भने संसारको 20 देखि 25 वटा देशमा मात्र यो एभाइलेबल छ, त्यही भएर एकदमै संसारभर रेडिली एभाइलेबल भन्ने चाहिँ होइन। इभन हाम्रो सार्कमा पनि इन्डियामा मात्र यो एभाइलेबल छ, त्यसबाहेक अरू कन्ट्रीमा एभाइलेबल छैन होइन। अब हामीले अहिले जुन स्ट्यान्डर्ड यो ब्लड क्यान्सरमा चाहिँ यसको सक्सेस रेट चाहिँ पहिला उपचार पाएर निको नहुने अवस्थामा पुगेको बिमारीको लागि चाहिँ अलमोस्ट 60 to 70% यसको कम्प्लिट रेस्पोन्स छ भनेको 60 to 70% उसमा चाहिँ पुरै बिमारी हराएर जान्छ। अब अर्को सोलिड क्यान्सरहरूमा चाहिँ यसको एक्सपेरिमेन्टल नै छ, तर ब्लड क्यान्सरमा चाहिँ 60 to 70% यसको सक्सेस रेट छ। युजली चाहिँ यो एकचोटि गरिसकेपछि फेरि यही नै रिपिट गर्ने भन्ने हुँदैन होइन। तर अब मैले भनिहालेँ 100% सक्सेस त क्यान्सरमा कहीँ पनि हुँदैन। फर्केर आयो भने चाहिँ योभन्दा एडभान्स खालको थेरापीहरू चाहिँ गरिरहेको छन्, तर त्यो पनि अहिलेसम्म चाहिँ एक्सपेरिमेन्टल नै छ। यसको यो चाहिँ अलि महँगो खालको उपचार हो होइन। अब हजुर हामीले जहिले पनि कुनै पनि उपचार कम्पेयर गर्दा संसारको अरू ठाउँमा कति भइरहेको छ त भनेर हेर्ने हो होइन। जस्तै अमेरिकामा हामीले यही कार्टी गर्नु पऱ्यो भने अलमोस्ट 5 करोड जस्तो खर्च हुन्छ होइन। सिङ्गापुरमा पनि 5 करोड जस्तो खर्च हुन्छ। इन्डियामा हामीले हेऱ्यौँ भने अलमोस्ट 80-90 लाख नेपाली खर्च हुन्छ। हामीले चाहिँ अब किनभने हाम्रो नेपालीहरूको त्यति खर्च गर्ने एबिलिटी पनि छैन भनेर हामीले 60 देखि 65 लाखमा चाहिँ यो उपचार गर्ने प्रविधि मिलाएको छौँ होइन। अझ केही नयाँ, किनभने भर्खरै सुरु हुँदैछ, केही सुरुको बिमारीको लागि त इभन हामीले 40 देखि 45 लाखमै यो गर्ने भनेर हामीले त्यस्तो खालको प्रविधि मिलाएको छौँ।
अरू चुनौती कुनै पनि नयाँ चिज ल्याउँदाखेरि चाहिँ अब के हुने हो भन्ने डर सबैलाई हुन्छ। इभन हामीले पनि अब यो एकदमै नयाँ खालको प्रविधि गर्दाखेरि के हुने हो भन्ने अब हामीले पनि अहिलेसम्म त गरेको छैनौँ। त्यही भएर हामीले पनि हाम्रो अरू जसले गरिरहेको छ उनीहरूसँग मिलेर यो गर्न खोजिरहेको छौँ। त्यही भएर हामीले चाहिँ टेक्निकल सपोर्टमा चाहिँ जर्मनको टिमसँग पाएको छौँ होइन। एउटा जर्मनको टिमले हामीलाई टेक्निकल सपोर्ट गरिराख्नु भएको छ। अर्को मुम्बईको एउटा टिमले हामीलाई टेक्निकल सपोर्ट गरिराख्नु भएको छ। त्यही भएर हो चुनौती त छ नयाँ चिजमा जहिले पनि के हुने हो भन्ने, तर हामीले त्यसको लागि पनि हामीलाई ब्याकअप पनि छ। हामीसँग एउटा जर्मनको टिम पनि हामीसँग एसोसिएटेड हुनुहुन्छ। त्यस्तै मुम्बईको सनाक्ट अन्कोलोजी भन्ने टिम छ, उनीहरू पनि हामीसँग एसोसिएटेड हुनुहुन्छ। अब यस्तो छ, अब सरकारीबाट हामीले डाइरेक्ट आर्थिक उस्तो पाएको छैन, तर पनि यो थेरापी ल्याउँदै गर्दाखेरि सरकारले जुन दिनुपर्ने अगाडि बढ भनेर दिनुपर्ने सर्टिफिकेटहरू छ, यसमा चाहिँ सबैले हेल्प नै गरेको छ। किनभने नयाँ प्रविधि हो, नेपालको लागि चाहिन्छ भनेर सबैले हेल्प नै गरेर हामी यहाँसम्म आइपुगेको। अब आर्थिक रूपमा त सरकारले यसको लागि भनेर अलग्गै दिने त हुँदैन होइन। अब बिमा त अहिले फेरि सरकारले प्राइभेट हस्पिटलको लागि बन्दै गरिसकेको अवस्थामा चाहिँ आर्थिक रूपमा त हामीले सरकारबाट त्यस्तो केही पाएको छैन, तर चाहिने जुन सपोर्टहरू छ त्यो चाहिँ हामीले पाएको छौँ। हजुर, ठ्याक्क मैले अलिकति बिमाको कुरा जोडिहालेँ सर। जस्तै प्राइभेट हस्पिटलहरूमा चाहिँ बिमाहरू दिन्छ सरकार, यसलाई चाहिँ यहाँ कसरी लिनुभएको छ? अब यस्तो छ हजुर, अब जस्तै क्यान्सरको उपचार हेर्ने हो भने हामीसँग गभर्मेन्टमा कतिवटा क्यान्सर अस्पताल छ र हामीसँग कतिवटा क्यान्सर बिमारी छ। यो हेर्ने हो भने यो रेसियो चाहिँ गभर्मेन्टले कुनै पनि हालतमा क्यान्सरको बिरामी थ्याक्न सक्ने अवस्था छैन। भनेपछि अब हामीले जेनरल पब्लिकलाई हामी उपचार पनि गर्न सक्दैनौँ, तर तिमीहरू प्राइभेटमा गए पनि हामीले सहयोग गर्न सक्दैनौँ भने चाहिँ त्यति मिल्ने उस्तो होइन। तर अब सरकारको पनि आफ्नो आर्थिक भारहरू छ, सायद यो केही टाइमको लागि बन्द गरेको हो जस्तो लाग्छ मलाई। किनभने सरकारले पनि यो कुरा बुझेको छ कि अहिलेको अवस्थामा चाहिँ सरकारी अस्पतालले त्यो भार थ्याक्ने अवस्थै छैन। प्राइभेटलाई कुनै न कुनै तरिकाले इन्भल्भ नगराइकन त अहिलेको अवस्थामा केयर पुर्याउन सक्ने अवस्था छैन। त्यही भएर अहिले केही टाइमको लागि सायद बन्द गरेको हुनुपर्छ। होइन, अब बाहिरतिर पनि त्यति धेरै भएको छैन भन्ने हो भने चाहिँ होइन। अब यो स्टार्ट भएकै 4-5 वर्ष मात्र भयो होइन। इनफ्याक्ट अरू ट्रिटमेन्टहरू नेपालमा आउँदाखेरि बाहिरभन्दा 10 देखि 15 वर्ष लाग्छ भने लक्किली यो चाहिँ हामी चाँडै स्टार्ट गर्न सक्यौँ भन्छु म चाहिँ। किनभने अब सबै चिजहरू मिल्दै गयो होइन। मेन यसमा जेनेटिक इन्जिनियरिङहरूको पाटो छ, त्यसमा पनि एकदमै राम्रो टिम सिआरएमको टिम जोइन हुनुभयो। उहाँहरूले यो ल्याब पाटो उहाँहरूले ह्यान्डल गर्नुभयो। त्यही भएर इनफ्याक्ट यो त भन्ने हो भने अरू प्रविधिको तुलनामा नेपालमा धेरै चाँडै भित्रिएको हो भन्छु हामी चाहिँ। किनभने साउथ एसियामा पनि इन्डियामा बाहेक अरू कहीँ पनि यो सुरु भएको छैन। हामी डक्टर एज अ टेक्निकल मान्छे हामीले संसारभर कति पर्सेन्टेज सक्सेस रेट छ भन्ने हेर्ने हो। हामीले पनि त्यही सक्सेस रेटमा पुर्याउने हो होइन। अब अहिले मैले भनिहालेँ 60 to 70% चाहिँ संसारभरको सक्सेस रेट हो। हामीले पनि हाम्रो टार्गेट पनि त्यही नै हुनु पऱ्यो होइन। कहिलेकाहीँ हामीलाई के लाग्छ, अब यत्रो खर्च गरिसकेपछि त बिमारी निको हुनु पऱ्यो नि भन्ने लाग्छ, तर क्यान्सरमा सधैँ त्यो सफल हुँदैन। त्यही भएर हाम्रो टार्गेट पनि 60 to 70% सक्सेस रेट जुन छ त्यसलाई हामीले पनि फेरि रेप्लिकेट गर्नु सक्नु पऱ्यो र हाम्रो टार्गेट पनि त्यही हो। र हामीले किनभने हामीसँग जो टिम जोइन भएको छ होइन, जसले त्यो जेनेटिक इन्जिनियर गरिरहनु छ, उहाँहरूको क्यापेबिलिटी हेरेर हामीले यो गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी ढुक्क छौँ। यस्तो छ, अब हामीले यति चाँडै किन भित्राउन सक्यौँ भन्दा पनि अब किनभने कुनै पनि नयाँ प्रविधि ल्याउनको लागि सबैभन्दा इम्पोर्टेन्ट भनेको एउटा त्यो प्रविधिलाई भित्राउने टेक्निकल टिम सबैभन्दा इम्पोर्टेन्ट हुन्छ। काठमाडौँ क्यान्सर सेन्टरमा चाहिँ हाम्रो क्यान्सरको बिमारीहरू सबै नेपालमै उपचार होस् भनेर सुरुदेखि लागेको हो। धेरै वर्ष त भएको छैन, तर यो बिचमा पनि हामीले काठमाडौँ क्यान्सर सेन्टरमा धेरै नयाँ चिजहरू गर्न सफल भयो होइन। जस्तै इभन बोन म्यारो ट्रान्सप्लान्टका लागि टोटल बडी इरेडिएसन भन्छ, त्यो हामी मात्र यहाँ गरिरहेको छौँ होइन। त्यस्तै इन्टरस्टिशियल ब्राकीथेरापी भन्छ, यसमा चाहिँ हामीले अन्तर्राष्ट्रिय स्तरमा नाम कमाइरहेको छौँ। त्यही भएर हामीले काठमाडौँ क्यान्सर सेन्टरले हाम्रो सानो हिस्ट्री हुँदाहुँदै पनि हामीले क्यान्सर क्षेत्रमा ठुलो फड्को मारेको छौँ। र यही ठुलो फड्को मार्दाखेरि चाहिँ हामीले क्यान्सरमा चाहिँ यस्तो नयाँ प्रविधि छ। अहिले हाम्रो इभन आजको डेटमा पनि हाम्रो कति पेसेन्टहरू इन्डिया र चाइना गइराख्नु भएको छ कार्टिसेलको लागि। त्यो पेसेन्टको लागि हामीले पनि त अप्सन दिनु पऱ्यो नि। सधैँ अर्काको देशको मुख ताकेर पनि भएन भनेर हामीले यसमा लागेको हो। र लाग्दाखेरि हाम्रो टेक्निकल टिम पनि रेडी भयो, अर्को त्यो जेनेटिक ल्याबको टिम पनि रेडी भयो। यो सबै चिज जुरेर हामीले यति छोटो समयमा यो नेपालमा भित्राउन सफल भएको हो। अहिले अब क्यान्सर रोग बढिरहेकै छ। अब हामीले हेर्दाखेरि त क्यान्सर एपिडेमिक भन्छौँ होइन, भनेको एकदमै वारवार्ती बढेको स्थिति देखिन्छ होइन। अब किन भने नि धेरै मल्टिफ्याक्टोरियल हुन्छ होइन। अब त्यसमा एउटा इन्भाइरोमेन्टल फ्याक्टर हुन्छ होइन, अर्को चिज हामीले खाने चिजहरूमा के कस्तो छ, यो सबै चिजहरू मल्टिफ्याक्टोरियल भएर एकदमै बढेको छ।
हामीले हाम्रो अर्को एकदमै स्टडी भइरहेको चाहिँ यङ पेसेन्टमा चाहिँ हाम्रो क्यान्सर रेट एकदमै बढी छ। 40 वर्षभन्दा मुनिको क्यान्सर चाहिँ अन्य देशको तुलनामा हाम्रो अलमोस्ट 10% बढी छ होइन। त्यही भएर नेपालमा चाहिँ एकदमै यङ पेसेन्टहरूमा चाहिँ क्यान्सर बढिरहेको छ र नेपालमा त्यही भएर अब क्यान्सर रोग त बढ्दो नै छ। अब लाइक प्रिभेन्सनको लागि गर्न सकिने जुन ट्रेडिसनल चिजहरू छ जस्तै अब स्मोकिङहरू त मद्यपानहरू रोक्ने होइन, यो सबै चिज त छँदैछ। अर्को सर्भाइकल क्यान्सरको लागि भ्याक्सिनहरू लगाउने, स्क्रिनिङहरू, यो यसलाई बढावा दिनुपर्ने हुन्छ होइन। समग्रमा बढिरहेकै देखिन्छ। यस्तो छ, अब हामीले नेपालको मात्र डाटा पाउन चाहिँ गाह्रो छ, तर मोटामोटी जुन हामी LMIC भन्छ लो तथा मिडल इन्कमको हेर्ने हो भने एडभान्स कन्ट्री अथवा जुन वेस्टर्न कन्ट्री छ त्यसमा क्यान्सरको मृत्युदर चाहिँ हाम्रो धेरै हाई छ। किन हाई छ भन्दाखेरि नयाँ नयाँ हामीसँग एक त हामीकोमा क्यान्सर पत्ता लाग्ने चाहिँ युजली पछाडिको स्टेजमा हुन्छ र अब इभन उपचारहरू पनि चाँडै नपाउने कारणले हाम्रो मृत्युदर चाहिँ कम्पेरेटिभली वेस्टर्न पपुलेसनमा धेरै नै बढी छ। अब सरकार त भर्खरै नयाँ नयाँ छ होइन। अब मैले अहिले भने जस्तो क्यान्सर उपचार भनेको एकदमै मल्टिफ्याक्टोरियल हुन्छ। सरकारले सबै चिज सरकारीमा गर्छु भनेर नि सक्दैन। यसलाई सबैतिरबाट नै मिलेर जुटेर नै अगाडि बढ्नुपर्छ होइन। अब हामी एज अ प्राइभेट संस्था चाहिँ सरकारले प्राइभेटसँग मिलेर पनि कसरी यो क्यान्सरको लागि हरेक क्यान्सर हामीले क्यान्सर कम गर्नको लागि प्रिभेन्टिभ स्टेजदेखि नै लाग्नु पऱ्यो होइन। भनेपछि प्रिभेन्टिभमा कसरी जाने, स्क्रिनिङलाई कसरी बढाउने, भ्याक्सिन जुन एभाइलेबल छ त्यसलाई कसरी बढाउने र अन्तमा ट्रिटमेन्ट कसरी राम्रो पार्ने, यो सबै चिज गऱ्यो भने बल्ल आजको 5 वर्षमा हामीले क्यान्सरको रेट घटाउन सकिन्छ होइन। त्यही भएर यो आजको आजै गर्छु भनेर पनि हुँदैन, तर स्टेप वाइज अब यो सरकारसँग यत्रो म्यान्डेट छ, यसले गर्छ भन्ने हाम्रो आशा छ।